आजका दिनमा हतार अहिले पूर्व के अरे प्रधानमन्त्री र पूर्व गृहमन्त्रीहरू पक्राउ परिनुमा यो चाहिँ कि चाहिँ प्रतिशोधको राजनीति हुनसक्छ, कि चाहिँ जस्तै जेन्जी भाइ बहिनीहरूको एकदम मायाले हुनसक्छ, कि चाहिँ अलिक नबुझेर हुनसक्छ, कि चाहिँ धेरै बुझेर हुनसक्छ, कि चाहिँ यो अर्ध चेतना मात्रै भएर हुनसक्छ, कि चाहिँ धेरै चेतना भएर हुनसक्छ है। जे पनि हुनसक्छ। यो सबैले आफ्नो आफ्नो ठाउँमा विश्लेषण गर्ने कुरा हो। तर आज आएर हामी नेपालीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, मेरो दृष्टिकोणमा यो जुन छ नि स्वतन्त्र न्यायालय भनेको नेपालको, त्यो न्यायालयमा चाहिँ हिजोको राजनीति दलहरूले नियुक्ति गरेको राजनीति दलका अनुमानहरू छन् कि छैनन्, त्यो चाहिँ हो क्या सबैभन्दा ठुलो कुरा। आज अपराधी भनेर हामीले पक्रेर जेल हालेर के गर्नु होइन? अनि 2-3 दिनमै छुटेर आयो भने, अथवा केही दिनमै उनीहरू चाहिँ निर्दोष ठहराइदियो भने त्यस पछाडि चाहिँ के हुन्छ? अहिलेको स्टन्टबाजी त्यो फेरि त्यो कन्टिन्यू रहन सक्दैन नि होइन? त्यही भएर अहिलेको सबैभन्दा ठुलो सुधारेर जानुपर्ने चाहिँ यो सर्वोच्च अदालतमा जति पनि बसेका न्यायाधिकारीहरू छन् नि, उहाँहरूलाई चाहिँ सकेसम्म सबैलाई अवकाश दिने, अनि त्यहाँदेखि नयाँ न्यायाधीशहरू कम्पिटिसन गराएर नियुक्ति गर्नु जरुरी छ। त्यस पछाडि हुन्छ हाम्रो साँच्चीकै सुन्दर नेपाल होइन? त्यस पछाडि बल्ल न्याय पाउने होला हाम्रो के अरे निर्मला पन्त नानी र इसिका विकहरूले पनि न्याय चाहिँ। त्यही भएर अहिलेको सबैभन्दा मोस्ट इम्पोर्टेन्ट पार्ट भनेको नै न्यायालयमा बस्ने न्यायकर्मीहरूको चाहिँ छुट्टी, अनि एकदम स्वतन्त्र रूपमा आउन सक्ने र कम्पिटिसनमा आउन सक्ने न्यायकर्मीहरूको चाहिँ उदय हुनुपर्छ। त्यस पछाडि नयाँ नेपालको अनुहार हेर्न सकिन्छ। यो चाहिँ मेरो दृष्टिकोण मात्रै ल, अरूको के हुनसक्छ। मभन्दा धेरै जाने मान्छेहरू थुप्रै छ हाम्रो नेपालमा। सबैको के अरे विचार आए साह्रै रमाइलो हुन्थ्यो।